दर्शकवृन्द नमस्कार, म गिरिजा प्रसाद। आज हामी आइपुगेका छौं कञ्चनपुर जिल्लाको बेतकोट तालमा। पर्यटकीय सँगै धार्मिक क्षेत्र रहेको यो बेतकोट तालको बारेमा विभिन्न कुराहरूलाई समेटेर आज हामीले यो भिडियो तयार पारेका छौं। भिडियोलाई पुरा हेर्नुहोला। कञ्चनपुर जिल्लाको बेतकोट नगरपालिका 3 मा रहेको बेतकोट ताल प्रकृतिको अनुपम सुन्दरताले भरिपूर्ण छ। चुरे पर्वतसँगै रहेको यो तालको निर्मल जल र चारैतिरको हरियालीले यहाँ आउने जो कोही पर्यटकको मन लोभ्याउँछ। कञ्चनपुरको दैजी चौराहाबाट लगभग 13 किलोमिटर उत्तरतर्फ ताल क्षेत्रसम्मै पक्की सडकको सुविधा पुगेको छ। यसै कारण यो क्षेत्र 12 महिना आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनिरहेको छ। बेतकोट तालबारे विगत 10 वर्षदेखि ताल परिसरमा बसिरहेका वीरबहादुर ऐडीले यसरी बताउँछन्। मेरो नाम वीरबहादुर ऐडी हो। म 72 मा आएको हो। म एक्लै बस्छु, चाहे मरे पनि धाममा मर्ने हो। एक मर्नु चाहिँ भने आए पर रक्षा गर्यो, मलाई केही यताउति केही दुर्घटना पछि यो भन्दा त अझै सफा हुन्छ। ऊ फुल खसिआछ नि, सफा हुन्छ। यसको आफै प्रकृतिले यस्तो बसालेर आफै प्रकृतिले यस्तो रङ पो बदलिन्छ। यस्तो दबेर बिहानपल्टि दबेर हावा लाग्छ। यो सब बिहानै 7-8 बजे आउनु होला त एकदम निलो सरोवर। यो त फुल झर्छन् उता अहिले गरे छैनन्। यस्तो बाटो सुरु बसेर हावा लाग्छ। यसको 580 मिटर लामो, 260 चौडा, 52 फुट गहिराई भने। तर यो यहाँ म कति वर्षको थिएँ भने 18 वर्षको थिएँ। यसमा श्री 5 वीरेन्द्रको राजपुरोहित भन्ने जानुहुन्छ। यहाँ 5 दिन बसे आउन् त उहाँबाट अङ्ग्रेजलाई भटाए। उनसित अटोमेटिक हुन्छ गोताखोर के अटोमेटिक कति गहिराइमा पुग्यो भनेर अङ्ग्रेजसित त सबै उपकरण हुन्छ पठाएर। योभन्दा यो त्यहाँ मैले दर्शन भएको छु। मणि भएको यत्र नाग छन् त्यहाँ। एक बाली ऊ त्यहाँ पर यहाँ त होला माटो देख्यो होइन। उसले डोब्दै गयो, माटो भेटायो। जो यस्तो कुवा जस्तो कमसेकम ऊ त्यो पल्लो छेउमा यस्तो कुवा जस्तो छ। त्योमा त्यो 150 फुट मात्र निचे गयो। त्यहाँबाट फाल्यो माथि अझ गयो। दोस्रो पाली गयो, तेस्रो पाली गएर तेस्रो पाली फाल्दाखेरि त्यो बेहोस जस्तो भएर फेरि चौथो पाली उसले प्रयास गरेन। तब यो वहाँ काठमाडौँ भन्यो। तब यसको प्रचार भयो। यहाँको लागि पैसा बहुत आयो, बाटो आयो, सब ऊ भएको हो। त्यो मैले यहाँ कसैले थाहा पनि गुप्तमा लगाएको हो। वीरेन्द्रकै पाला हावा लाग्छ। हावाले यस्तो चर भयो। यो धुलो, यो सब धुलो। यो यहाँ त कच्ची बाटो छ नि, धुलो पनि उडेर त यसैमा आउने हो। तल यताबाट आउने हो। अनि यो फुलहरू छन् नि, यो हावा हल्का हावा लाग्छ र त्यो सरर यही चिजमा प्राणी मर्यो, माछा मर्यो भने पनि किनारा फाल्छ। चारो आफै खान्छन्। यो त कोहीले हेर्न चाहन्छन् भने तपाईँ अहिले हाल्नुहोस्, तपाईँले दिन्छन्। अब यहाँ मार्न पाउँदैन। ल पुण्य काम हुन्छ, कथा लागेको जस्तो हुन्छ भनेर दान गर्नेले दिन्छन्। कोहीले चावल दिन्छन्, कोहीले हेर्नलाई भिडियो बनाउनलाई यो भुजा हालेको देख्नुहुन्न हो पाउँछ। बडबड आउँछन्। गोही पनि हालेका छन्। अहिले त्यो माछा खाला भने 2टा गोही पनि छन् हो त्यहाँ लेखेको। म पहिला एक्लै हो। अब यो एउटा ऊ भक्कतर्का बसिया छन्। अहिले त पसलवाला छ। यहाँ माछाको चोरी सिकारी हुन्छ। 2-3 जना पुलिस छन्। हामीलाई के भने ऊ चौकी हो चोर। यहाँ असै साहब 2 जना हल्दार छन्। यताउति कसैले के भयो भने त्यहाँ अहिले फोन गर्यो भने अहिले हाल्छन्। यहाँ पहिले यस्ता विद्यार्थीहरू पनि ड्रग्स गर्ने अन्य कता कुरा लुकिरा हुन्छ नि। तपाईँहरू नगरे पनि यहाँ कति विद्यार्थीलाई सम्झाए त्यो अचाल आउँदैनन्। कोही भाङ खाने होइन आउँथे यसो घरबाट अभिभावकबाट टिचरबाट गरेर। त्यो बुढा वैद्यनाथ भन्छन् त्यहाँ बुढेको हुनाले जमिनभित्र गएको हुना। यहाँ पश्चिमी भाषामा तल गाडिनुको मतलब बुढ्नु हुन्छ क्या। यहाँबाट रुखहरूले उचाइमा छ। कम तालबाट मतलब 60-70 मिटर होला। त्यो हामीले पानी ल्याएछौँ। अहिले धारा छ त त्यहाँ पछाडि मूल छ। अनि त्यहाँ हजुरले त्यहाँ मतलब विदुर भएको बेला सतयुगमा शिवजी त्यहाँ विराजमान हुनुभएको रहेछ होइन। तब यहाँ देखिएको किन भनेपछि यो महललाई अब उसले त लिँदैन भन्यो। बिर्सवारी उनको पत्नीले अरे त्यही महलमा गर्छु उनको दान लैजाऊ म लग्दैन। महादेव दर्शन त गऱ्यो भने न मेरो महलको प्रतिष्ठा हुँदैन। केही न केही त माग्नुपर्छ तिमीले उसमा के दक्षिणामा। त घरवालीको जिद्दीले भने कि अब लौ त्यही महल माग्नुहोस्। महल मागे तथास्तु। अब जे मागे दिने भयो त होइन। आफू त पर्वत तथास्तु भन्यो। पार्वतीले सुनेर तेरो यो सुनको महलले तेरो लङ्का ध्वस्त हुनेछ, नाश हुन्छ भने पार्वतीले श्राप दिए त फेरि रावणको जन्म भयो। रावणको जन्म भएपछि रावण वीर पुत्र थियो। जा तपस्या गर छोरा। तपस्या गरेर पार्वतीले पुज्ने 5 शिवलिङ्ग वरदान देऊ भनेर यहाँ श्रीलङ्कामा लिएपछि
पुज्ने हुन् फेरि यो दोष त हुँदैन लक्ष्मी नै यहाँ आउँछन् पार्वती भनेर त्यो उसको आमाले सिकाइदियो तपस्या पनि गर्यो तपस्या गरेर माग्यो 5 शिवलिङ्ग अनि 5 शिवलिङ्ग मागे लैजानु भुइँमा राखे त्यो उहाँबाट जो सिद्धा लङ्का पुर्यो जहाँ जमिनमा छ त्यहाँबाट हिँड्ने छैन भनेर भोलेनाथले भन्नुभयो ल भनेर हिँड्यो दक्षिणतिर यो झारखण्ड भन्ने ठाउँमा विष्णु भगवान् लगिहाल्ने ऊ त वीर थियो यो पुर्याइहाल्छ उहाँ भन्यो अनि पछाडि ब्राह्मणको रूप धरेर गए घाम मतलब धेरै चर्को लगाइदिए उनीहरू नारायण थिए उसलाई प्यास लाग्यो मलाई प्यास लाग्यो पानी कहाँ भने यो लोटा छ यो कमल डल्छ भने थोरै छ यसले हुँदैन भइहाल्छ खाऊ पहिले घाँटी चिसो गर भन्यो अनि यसरी खाँदाखेरि उसमा गङ्गा जमुना सरस्वती अदृष्टिबाट नारायणले हालिदिए उसले पिएको छ लोटा सकेको छैन शिवलिङ्ग समात भुइँमा त राख्नु भएन बाहुनलाई समात्न दिए नि उनी त कृष्ण भगवान् थिए अनि अगाडि गए त अब लघुसङ्गा त लाग्ने भयो मलाई लघुसङ्गा लाग्यो बाहुन यो समात भन्यो अब लौ समाउँछौ भने उनले भुइँमा राख्नु थियो नि अब उहाँ गयो गङ्गा जमुना सरस्वती रावणले कति खायो आधा नदी खाइसकेको आइज म जाने हो भन्छन् रुक जा 1 मिनट भन्छ म राखेँ यसले भुइँमा भनेर अन्तर्ध्यान भए अब रावणले आफ्नो कार्य सकेर आउँछ त उठेन र झारखण्डवासीले त्यहाँ पुज्न लागे रावण त्यत्तिकै गयो होइन झारखण्डले त्यहाँ पुजे अब बाबा बैजनाथ झारखण्ड बाबा बैजनाथ यहाँ बैजनाथ त पुजिन्छ नि त उहीँको मान्छेलाई त मिल्यो त मतलब यो कञ्चनपुरभरिमा छ बैजनाथका हर गाउँमा मन्दिर होला बाबा बैजनाथ 5 लिङ्ग हो शिवजीका 12 लिङ्ग छन् पानी आउनेको पनि भन्छ अनि म छिटो सर्ट गर्नु भनिरहेको छु अनि त्यहाँ भारतमा तपाईँ पढेको मान्छे मुसलमानको राज्य भयो नि त आफ्नो जनै बचाउन तिनीहरू भागेर डडेलधुरा आए अहिले जसगाईका पुजारी छन् होइन कलियुगमै यहाँ आए त अब उनले के गर्ने बर्खा माथि बस्ने गाई गौडी हुन्थ्यो नि पहिला यो खोलामा यहाँ पानी छैन केही थिएन यो खोलामा 4 घरले थाहा हिउँदको बसोबा तरकारी लगाउने खुर्सानी हल्दी लगाउने जे भी हो लगाउने बर्खा डडेलधुरा जाने रहेछ अब उनीबाट सुन्यो डडेलधुरा जाने ट्याक्क अब कार्तिकको महिना भई तल आउने गाई गोरु चराउने घाँस हुने यहाँ गाडीमा बस सामान ल्याउने अनि गर्मी लाग्यो माथि जाने त्यस्तै नीति रहेछ त्यहाँ शिवजी बसेको ठाउँमा त्यो गाईले दुध दिँदो रहेछ अर्को गाईले दुध दिन्छ अब शिवजीलाई प्रकट हुने बेला भयो यताबाट गाई लगिरहेको थियो मेरो गाई 3 महिना भएको छ बिहा छैन भने एउटा 14 वर्षको केटाले त्यहाँ खोज हामी छौँ यहाँ अब त्यसो पाइला हेर्दै गएको त गाईले त्यो शिलामा दुध दिन लागेको त उसले रिस उठ्यो यो यहाँ आए म उकालो चढाएँ गाईसित लट्ठी हुन्छ नि गोठालाहरूसित चट्ट गाईलाई हाने गाई पर गयो यो देख्यो त त्यहाँ दुध त दुनियाँभरको त्यहाँ जम्या छ कसले उहाँ पालो चढाउने रहेछन् होइन शिवजीको त्यहाँ ढुङ्गामा अब त्यही भनेको उनीहरूले भनेको यो ढुङ्गालाई ठोक्छौ भन्नाले अब त्यहाँ त शिव थियो त्यो कहाँ भुइँमा छ र त्यो उतिखेरबाट त्यसको मतलब चेत हरायो घर पनि केही भनेन दोस्रो दिने घरमा भाँडा कुँडा उतिनी त्यहाँ सब त्यहाँ बितिती भएर उनीहरू पहाडतिर भागे त्यसका गाईहरू सबै मरे उहाँ अरूकोले दिएको पनि रुँदै उहाँ खाली उहाँ डडेलधुरा पुगे गरे उहाँ कसैमा देवी उत्पन्न हुन्थ्यो अरे मेरो यस्तो किन भयो भने त किन भयो त्यो मेरो महादेव यस्तो सतयुगमा बसेका हुन् कति सालबाट तिम्रो गाई हुँदाखेरि त्यहाँ दुध गौमाताले दुध दिन्थे तेरो छोराले गौमातालाई हान्यो अनि उनलाई हान्नु खोज्यो अहिले जमिनभित्र छ भन्ने त्यहाँको 1 सालमा गने गर्मीलाई पुजेर पहाड गइजाने त्यो पानी भुइँबाट ल्याउँथ्यो गोठ छ नि अहिले पनि खारगाड छ त्यसको गुठीको जमिनको उहाँसम्म सीमा छ यसको उहाँको त्यो पश्चिम 2.5 किलोमिटर छ त केटाकेटी त बिठ्याइ गर्ने भए हल्ला गर्ने होइन त्यहाँ यहाँ भन्ने होइन पानी ल्याउने भए बाहुन हकार्ने रहेछ पोहोर साल पनि हकार चाहिँ बाहुनी पछि खान्छन् आज पानी हामी ल्याउने हकारेको गर्छन् यहाँ यिनी पछि खान्छन् यिनको पानी पोखिदिउँ आज बाहनाले भनेर केटाकेटी त भइगयो रिसले अब आयो साँझपट्टि बिहान पूजा गर्नु सब फालिदिएछन् बाहुनलाई पनि शङ्का भयो नि खचरको पानी मसित आधा लोटा मात्र छ पानी त्यहाँ थाल मुख धुने भयो खाना खानु न त खाँदैन म भने अब एउटाले हल्ला हेरेछन् छ आधा घडा छ भनेछ ठुलो मान्छेले होइन उनका बुजुर्ग पनि त्यो पनि बाहुन भात खानलाई एउटा केटा गयो त्यो पनि घोप्टाइदिएछ होइन रिसले उनलाई हकार्या भयो नि त अब ल्याऊ पानी भन्दा त्यो लोटाको खायो छैन कहीँ त्यत्तिकै जुठाइरह्यो यस्तो कसले फाल्यो भने रिस अब ठुलाहरू पहिला त टाइट पनि थिएन यो सल्लो हुन्छ त्यो बालेर जान लाग्थे उदिन पानी बाघ घुमेर 2टा जोडा वरिपरि बाघ घुमेपछि कसको सबभन्दा प्राण प्यारो बाहुन जुठै घोप्ट्यो त्यहाँका मान्छे पनि चुपचाप घोप्ट्यो आएको बाल्या छ होइन अब बिहान पक्क ब्राह्मणलाई सपना भएर गयो तिनी भरानीहरूबाट सुन्यो सपना भएको एउटा जोगी अवश्य बैजनाथ आए हुनन् सेतो दाढी पालेको लुगा लगाएको जोगी आए गरे अरे पूजा गर्ने होइन पण्डितजी
अरे बाहुनपट्टि भन्ने त अरे तपाईँ कस्तो महात्मा हो मुख जुठो छ हात जुठो छ यसो पूजा हुन्छ पानी सब सके यिनी केटाहरूले म त्यसै जुठै सुत्या छु चिन्ता नगर अलि पर गएर त्यो चिसो पानी आयो होला त्यसले तिमी हात मुख पखाल अनि माथि ढाकको पात पन्छ्याउ त्यहाँ तातो पानी उहाँबाट मूल फुटी गर्दा अहिले जानु त कति उमालेको जस्तो पानी हुन्छ बिहानै गयो अहिले गयो भने यहाँ चिसो पुगेको छ उयो पानी हामीले धारो लगाएको छौँ टङ्की भर्छौँ यो पाइप हो यहाँभित्र पानी चलिरहेको छ अहिले उहाँको यो मन्दिरको पछाडि अनि बिहान बाहुनले भने बिउज्यो त साँच्चै हो कि पानी बजेको छु नि तिमीले जस्तो जस्तो त्यो बाबाले भने त्यस्तै नुहाएर अब जान लाग्यो त ल अब त्यहीँ पूजापाठ दोहोरा गएर पूजापाठ गरेँ यहाँ आयो भने त्यही सबैले त्यहीँ नुहाए घर गयो 2-3 दिनमा आफ्नो गोठ डाँडा लगे अर्को साल पनि आउनु पर्यो त यहाँ त गाई चराउँथ्यो भने यस्तो तल मात्र त्यो सधैँ धेरै पानी जमाले घाँस नउम्रिने होइन वारि अब धेरै पानी भयो त कहाँ उम्रिन्छ त त्यो हाम्रो धानको गडा फुट्दैन चर्को जेठ बैशाख भने त्यस्तो फुटेको खालि माटो मात्र तल यो तल यस्तो अरू यो घाँस यहाँ चरन हो भन्थे बाजेले भन्थे तिनीहरू अनि दोस्रो यो डम्मै भरिको चारैपरि डाँडा डम्म भर्यो त तल यसलाई बाहुनले राख्यो बेदकुट बेद माने चित्रकूट बेदकुट भनेको कुट राजधानी हुन्छ वेद 4 वेद छ नि हाम्रो हिन्दू सनातन धर्ममा यो वेदको राजधानी यसलाई वेदकुट भनेर नामाकरण गरेको भन्न सुनेको हो त्यसरी पानी आयो ल मैले सुनेको कुरा हेरेर अब भोलि शनिबारको कति आउँछन् अस्ति कहिले 17-18 वर्ष पनि आउँछ कहिले 2-4 वर्ष आउँछन् खास फिक्स हुँदैन धार्मिक स्थलमा माघे सङ्क्रान्तिको कमसेकम 4-5 हजार मान्छे फुक्कै आउँछन् पहिला त 15-20 हजार मान्छे आउँथे त्यति आउँदैनन् अब मेलामा जसको पूजा हुन्छ नि 3 जिल्लाको धनगढीमा पनि भए पहाडका मान्छे डोटीमा भए यहाँ अब यसको मान्ने मान्छे जग्गा जग्गा छरिया छ नि त शिवजीलाई मान्ने अनि कञ्चनपुरका भए अब त्यति मान्छे पनि आउँदैनन् मेलामा मुस्किल गरे 5-6 हजार यस्तो उनको पुजिने हुन् यहाँ जो यस्तो जस्तो भक्कल गरेका छ होइन मेलाको पूजाको दिनमा तपाईँले आउनुभयो तपाईँलाई कोही कष्ट छ कसैको दबाई लाग्दैन मेलामा धुपबत्ती बाल्यो कोहीले चोक्नु थियो मेलाको दिनमा म आफ्नो सकेको सानो घन्टी जत्रो सद्धार सान दिउँला भनेर भाकल गरे हुन्छन् अनि उस्तै पनि आउँछन् अनि यहाँ 4-5 ब्राह्मणले हवन गर्छन् 2-2.5 घन्टासम्म अनि त्यो मेलाको दिन बुझाउँछन् त्यहाँ होइन आएर आफ्नो मनोकामना पुरा भयो भने तपाईँको उसको दिन्छन् अब गरे हुन्छन् 2 वर्ष 1 वर्ष यो साल नदिए अब मेलामा कसैको त घरमा मान्छे बित्या हुन्छ नि अर्को साल नदिए अर्को साल दिन्छन् अनि त्यसोमा खाँदैन त्यो मेलामा चढाउँछन् मिहिनेत पुरा हुन्छ भन्दा त पुत्रहरू दिएको म कथा लाउला भने यिनले दिएका पुत्री पुत्र धेरै छन् उनले ठुलो ठुलो धनी पनि छन् धन पनि दिएको छ पुत्री पनि दिएको छ पुत्र पनि दिएको छ उनीहरूले यहाँ ठुल्ठुलो यज्ञ गरेर जान्छन् भण्डारा गर्छन् दक्षिणा दिन्छन् गरे बल्ल सब होइन